यिनीहरूका विरुद्ध यिनीहरूलाई हामीले घिसारेर नेपालमा पनि बस्न नसक्ने र यिनीहरूलाई हामीले चाहिँ आजीवन कारावासमा पठाउने र यिनीहरूलाई हामीले कुन हदसम्मको कारवाही गर्नुपर्छ भन्ने नेपाली जनता त्यसको लागि तयार भइसकेका छन्। पूर्व राजालाई देशै निकाला गर्ने तयारी हुन सक्छ त्यस्तो भयो भने? उहाँलाई देशबाट निकाला होइन, उहाँलाई त देशबाट भाग्ने स्थिति नै हुँदैन। नेपाली जनताले त लतारी उहाँलाई त्यो किसिमको पनिसमेन्ट गर्नेवाला छन् नेपाली जनताले। अस्तिको आन्दोलनबाट के बुझ्नु भयो त? अस्तिको आन्दोलनबाट के बुझ्यो भने राजावादीहरू एकदमै राजावादीको भन्दा 100 गुणा शक्ति हाम्रो गणतन्त्रवादीहरूको शक्ति थियो। नेपाल कम्युनिस्ट पार्टी माओवादीले जुन नेतृत्व गरेको थियो समाजवादी मोर्चाको, उनीहरूको भन्दा 100 गुणा हाम्रो चाहिँ मास थियो। तर हामी संयमित हामी एउटा लक्ष्यप्रति दृढ गणतन्त्रलाई बचाउनुपर्छ। गणतन्त्र भनेको एउटा आफ्नो अभिव्यक्ति, एउटा जनताद्वारा निर्वाचित शासन व्यवस्था हो भनेर हामीले जुन किसिमले सुशासन एउटा सही किसिमले सन्देश दियौँ, त्यहाँ केही राजावादीहरू केही भाडाका टट्टुहरू जम्मा गरेर जुन पत्रकारहरूलाई जिउँदै जलाउने जुन किसिमको निकृष्ट त्यो जुन घटना घटेको छ, यसप्रति सम्पूर्ण नेपाली जनताले घोर आपत्ति र भर्सना पनि व्यक्त गर्दछ। र ती राजावादी ती मण्डलीहरू जुन गोहीको आँसु देखाएका छन्, जो देखावटी आँसु देखाएका छन्, तिनीहरूका विरुद्ध सम्पूर्ण नेपाली शक्तिहरू एकजुट हुनुहुन्छ। सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एक भने यिनीहरूलाई 30 सेकेन्ड पनि लाग्दैन। यदि गणतन्त्रवादी शक्तिले यिनीहरूलाई साँच्चै नै निमित्रण पार्न हामीले एकचोटि उद्घोष गर्यो भने हाम्रो कमान्डर प्रचण्डले एकचोटि हामीलाई निर्देशन दिनुभयो भने यिनीहरूलाई हामीले 30 सेकेन्डभित्र हामीलाई धुलोपिटो बनाउन सक्छौँ हामीले तिनीहरूका विरुद्ध। पहिला पनि नेपालमा आन्दोलनहरू भइरहेका थिए, विभिन्न कालखण्डमा आन्दोलनहरू भइरहेका थिए। यो चाहिँ अलि तुलनात्मक रूपमा सबैभन्दा हिंस्रक जस्तो देखिएको छ। आन्दोलन सुरु हुने बित्तिकै मान्छेको ज्यान जाने, घरहरू जल्ने यस्तो भएको छ। यो के खालको भयो यो आन्दोलन? यहाँलाई के लाग्छ? यो राजावादी मण्डलीहरूको कुनै स्कुलिङ छैन। हेर्नुहोस्, उनीहरूसँग कुनै वैचारिक नलेज छैन, वैचारिक ज्ञान छैन। राजा पुनर्स्थापना गरेपछि गर्ने के त उनीहरूसँग के छ एजेन्डा? उनीहरूको एजेन्डा के हो? उनीहरूको एजेन्डा त्यो हो कि मण्डलेको जिउजिउ हजुरी गर्ने, जुत्ताको तुना बान्ने र त्यहाँबाट केही लाभ लिन सकिन्छ भने कस्ता व्यक्तिहरू यो आन्दोलनमा सरिक छन् त? हिजो तपाईँहरू युट्युबमा, आज त मिडियाको जमाना छ, युट्युबमा सर्च गरेर हेर्नुहोस्। ज्ञानेन्द्र साईले हिजो के भन्थे? पारसलाई अन्तर्राष्ट्रिय मुद्दा छ, यो राजतन्त्र सम्भव छैन। रविन्द्र मिश्रले के भन्थे? बाले घिउ खायो भने मैले घिउ खाने पर्छ भन्ने छैन भन्ने थियो। र दुर्गा प्रसाईले के भन्थे? आज उनीहरूको अभिव्यक्ति हेर्नुहोस्। उनीहरू भनेको एकैछिनमा उनीहरूसँग विचार छैन। उनीहरू भनेको भिडबाट म्यानुपुलेट भइरहेका छन्। दुर्गा प्रसाईलाई आफ्नो ऋण मिना गर्नुपर्ने छ, ऊ व्यवसायी हो, उसलाई नीतिगत स्वार्थ छ, उसले फरक एजेन्डा बोकेर हिँडिरहेको छ, उसले मिडिया ट्रायल गरिरहेछ। के गरेर म पपुलर हुन सक्छु? के गरेर मैले जनताको सेन्टिमेन्ट दिन सक्छु? र यस्तो किसिमले कुनै पनि विचारमा अडिग नभइसकेपछि मण्डलीहरूलाई लिएर आएर नेपाली जनतालाई बलिको बोका बनाउने जुन किसिमको एउटा षड्यन्त्र गरिरहेको छ, धमिलो पानीमा जुन माछा मार्ने षड्यन्त्र भएको छ, त्यसका विरुद्ध आम युवाहरूले, गणतन्त्रवादी युवाहरूले यसको प्रतिकार गर्छन्। र यदि मण्डलीहरू, पूर्व राजाहरू सल्बलाउँछन् भने उनको जुन सेवा सुविधा अहिले दिइरहेको छ, म त भन्छु ज्ञानेन्द्र शाहलाई तुरन्त एरेस्ट गरेर उहाँले चाहिँ कानुनी कारवाही गर्नुपर्छ। जुन किसिमले नेपाली जनता एउटा सपुतले ज्यान गुमाउनु परेछ, यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु। र चाहिँ एउटा छोरो चाहिँ एउटा काम विशेष निस्किँदाखेरि गुमाउनु परेको छ, 2 जनाको ज्यान गएको छ। एकजना पत्रकारको त उनीहरूले दिन दाडै भिडियो खिचिरहेका छन्, त्यो भिडियो खिच्नेलाई कारवाही हुनुपर्छ। भिडियो खिचेर स्पष्ट जुम गरी देखिरहेका छन्, यो मान्छेलाई इन्टेन्सनली मारिरहेका छन् क्या। त्यतिखेर आगो लागेको देख्दै चाहिँ तपाईँ बाहिर आउनुहोस्, बाहिर आगो लागिरहेछ भन्न सकिन्थ्यो। एउटा ढुङ्गो लिएर गएर त्यो ताला छोडेर पत्रकार सुरेश रजकलाई बाहिर निकाल्न सकिन्थ्यो, तर त्यो गरेनन्। यिनीहरू चाहन्थे के भन्दाखेरि हुल्लङ्गा भड्काउने, लुटपाट मचाउने। कुनै एउटा वर्गले त्यो होटेल तोडफोड गरेका छन् व्यवसायी, यो देशमा केही गरी खाने वर्गलाई, त्यो वर्गलाई के गर्नु छ भने यो देशमा केही उद्योग पनि चल्दैन, व्यवसाय पनि चल्दैन, व्यापार पनि चल्दैन भन्ने देखाएर मान्छेलाई चाहिँ विदेश पलायन गर्ने जुन यो राजावादीहरूको जुन रणनीति छ। र उनीहरूले एउटा आरोप के लगाइरहेछन् भने चाहिँ नेपाली युवाहरू चाहिँ देशमा केही सम्भावना छैन भन्ने जुन एउटा भ्रम पैदा गरेका छन्, विदेश गइरहेका छन्। राजाको पालामा हिजो चाहिँ नेपालीहरूलाई सेना बनाएर शान्ति सेनाको नाममा अथवा भनौँ विभिन्न चाहिँ भुटानमा चाहिँ रोड खन्न लैजाने यिनीहरू होइनन्। यो विषयवस्तु अहिलेका युवाहरूले कुरा नबुझेको कारणले गर्दाखेरि होइन। यहाँ त यस्तो भनिन्छ नि त, अहिले मात्रै गणतन्त्र आइसकेपछि मात्रै नेपालीहरू विदेशिनी भए, विदेश गए नेपाली युवा भन्ने धेरैले चाहिँ बुझाइ त्यस्तो छ धेरैको, होइन? आज भुटान, म्यानमार
लगायतका विभिन्न मुलुकमा हिजो हाम्रा नेपाली दाजुभाइलाई बाध्य पारेर जबरजस्ती घाँटीमा पेस्तोल तेर्साएर त जानै पर्छ रोड खण्ड भन्न पठाएको छ। खुलेआम हाम्रा चाहिँ दाजुभाइलाई बेचिएको छ। ती राजा महाराजा मण्डलीहरूले हिजो बेचेका हुन् हाम्रा दाजुभाइले। आजको युग भनेको ग्लोबलाइजेसनको युग हो। आज एउटा क्षमतावान युवा विश्वको जुनसुकै कुनामा पनि जान सक्छ, आज जान सक्छ, भोलि आउन सक्छ। अनि आज संसदमा राजेन्द्र लिङ्गदेनले छाती पिटेर राजावादीलाई थुन्ने भए, मलाई थुन भनेर भन्नुभयो। अनि राजावादीले जसै राजा आउँछन् भनेर यो जुन यो ठिक छ, यसलाई के कसरी यो छाती पिटेर मलाई लिङ्गदेनलाई त्यो ठिक छ। उहाँले यो राजेन्द्र लिङ्गदेनलाई राजा चाहिन्छ भनेर जुन किसिमले संसदमा चिच्याउनु भएको छ नि, त्यो अधिकार दिने महान तथा गौरवशाली पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हो। गणतन्त्रले नै राजा चाहिन्छ भनेर बोल्न पाउने अधिकार दिएको छ उहाँलाई। त्यो अधिकार विभिन्न मुलुकको प्र्याक्टिस हेर्नुहुन्छ भने जो वर्षौँ सालौँ 2 शताब्दी अगाडि नै राजतन्त्र जहाँ अन्त्य भएछन् त्यहाँ पनि राजतन्त्रका राजावादी पार्टीहरू छन्। त्यो पाउँछ, उनीहरूको अधिकारको कुरा हो। तर अराजक तरिकाले जुन किसिमले लुटपाट मचाउने, आतंक मचाउने, जनताका छोराछोरीलाई बलि चढाउने जुन प्रवृत्ति छ त्यसका विरुद्ध नेपाली जनता लड्छन्। र अर्को कुरा जुन तपाईँले भन्नुभयो, हिजोको दिनमा राजधानी बनाउन महाराजाको खुट्टा मसार्न पर्थ्यो। राजधानी बनाउनलाई तपाईँ हामी जस्तो सामान्य परिवारका मान्छे जापान, अमेरिका, अस्ट्रेलिया, कोरिया जान सक्दैनन्। सुन्नुभयो? हिजो त्यो अवसर प्रदान गर्ने भनेको गणतन्त्रपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र 62-63 को जुन जनआन्दोलनको जगमा 10 वर्ष माओवादी जनआन्दोलनको जगमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा नै आज आफ्नो क्षमता अनुसार विश्वको जुनसुकै कुनामा गएर पनि नेपाली युवाले आफ्नो प्रगति गर्न सकेको छ। यसलाई त हामीले सकारात्मक लिनु पर्यो। यी कुराहरू नबुझेर नेपाली जनतालाई भ्रममा छरेर हिजो चाहिँ मान्छेहरू चाहिँ इन्डियामा, बङ्गलादेशमा, तपाईँको म्यानमारमा रोड खण्ड पठाउने स्थिति भयो भन्दा त आजका युवाहरू आफ्नो क्षमता अनुसार अन्तर्राष्ट्रिय स्तरमा आफूलाई अब्बल बनाउनु यो गणतन्त्रले दिएको उपलब्धि हो। यसलाई सही र सकारात्मक तरिकाले लिनुपर्छ। अब यो आन्दोलन राजावादीहरूको आन्दोलन कसरी जाला यहाँलाई के लाग्छ? राजावादीहरूको आन्दोलन तुइसक्यो। उनीहरूसँग विचार छैन, उनीहरूसँग एउटा सिद्धान्त छैन। उनीहरू के छ भने लहैमा धमिलो पानीमा माछा मार्न खोजिरहेका छन्। उनीहरूले भाडाका टट्टुहरू लिएर आएर यदि यो आन्दोलन हुन्थ्यो भने उनीहरूले भाटबाटेनीबाट बियर, पाउरोटी, त्यसपछि गएर फलफुल, आइसक्रिमका डब्बा बोकेर हिँड्थे। यी सबै राजावादी हुन्थे भने यिनीहरूले अर्काको पसल गएर तोडफोड गर्थे, व्यक्तिको घरमा गएर यिनीहरूले तोडफोड गर्थे। यो कुन किसिमको हदकट सिक्री चोरेका छन् आफ्नो सहकर्मीको, देख्नु भएको छैन तपाईँहरूले? भाइरल भइरहेछ। यो किसिमको चोर, फटा, डाका, जाले मण्डलीहरूको यो जत्था हो। यो जत्थाबाट कुनै पनि किसिमले गणतन्त्रवादी शक्तिहरू विचलित हुँदैन। यदि यी शक्तिहरू निरन्तर यही अराजक गतिविधिमा आउँछन् भने हामी कमान्डरको पनि आदेश कुरेर बस्दैनौँ। यिनीहरूका विरुद्ध सडकमा जान्छौँ। यिनीहरूलाई लतारी हामीलाई यो जनताले नै दण्डित गर्छ। यिनीहरूलाई जनकारवाही गर्थ्यौँ हामी पहिला, अब जनकारवाही हामी गर्छौँ। यी मण्डलीहरूलाई हामी जनकारवाही गर्छौँ। यहाँको मतलबमा यो आन्दोलन सकियो? राजावादीहरूको आन्दोलन नै थिएन। यो त के थियो भन्दाखेरि यिनीहरूको एउटा के थियो भने यिनीहरूले खुसी बनाउन चाहेका थिए। पूर्व राजाका केही सम्पत्तिहरू छन्, केही पाइन्छ कि भनेर यिनीहरूले साँडे दुन खोजेका छन्। साँडे दुहेर दुध निस्किँदैन। त्यो कारणले गर्दाखेरि यो अब हिजो तपाईँले हेर्नुभयो दुर्गा प्रसादजीले के भन्नुहुन्थ्यो, म त भाग्दिनँ भन्नुभएको थियो। उहाँ अहिले कुन दुलोमा हुनुहुन्छ? हामी त 10 वर्ष जनयुद्ध लडेर आएका थियौँ। हामी हिजो छातीमा गोली खान पनि तयार थियौँ। हामी लड्न तयार थियौँ, मर्न तयार थियौँ देशको लागि। यिनीहरू मर्न तयार छन्। यिनीहरूको यो आन्दोलन 2-4 दिन लम्बियो र यिनीहरूले गोली खाने स्थिति आयो भने यिनीहरू भागाभाग हुन्छ। यिनीहरू विचारबाट निर्देशित छैनन्। यहाँको पार्टीको अध्यक्ष कमरेड प्रचण्ड पुष्पकमल दाहाल उहाँको आदेश आए भने यहाँहरूले मैदान हाम्रो अध्यक्ष कमरेड प्रचण्डले आदेश दिनुभयो भने मात्रै 77 जिल्लाबाट युवाहरू हामीले बन्दुक चलाउन बिर्सेका छैनौँ। हामीले बन्दुक बिसाएको मात्र हो। यदि गणतन्त्रमाथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र 10 वर्ष जनयुद्ध जनताले लडेर ल्याएको उपलब्धिमाथि कसैले धावा बोल्न खोज्छ भने हामी हाम्रो कमान्डरले हामीलाई जुनसुकै बेला पनि ल कमरेडहरू तपाईँहरू आउनु पर्यो भन्नुभयो भने हामी जुनसुकै बेला पनि
यो राज्यको लागि गणतन्त्र रक्षाको लागि, किनकि यो हाम्रो सन्तान हो, हामीले जन्माएको, हामीलाई माया छ। र यो व्यवस्था विरुद्ध तपाईँहरू देख्न सक्नुहुन्छ विभिन्न पार्टीहरू आए, उनीहरू खुल्न सकेका छैनन्। उनीहरू राजावादी हो कि गणतन्त्रवादी हो कि के हो, उनीहरूको स्पष्ट विचार छैन। जब जब गणतन्त्रलाई को विरुद्ध कोही धावा बोल्छ भने त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी माओवादीले गर्छ, त्यसको नेतृत्व सर्वहारा जनताले गर्छ। र सर्वहारा जनता अब यो विचार भइसकेको छ, यो व्यवस्था बदल्ने, यो अनेक जुन प्रपञ्च कसैले सोध्छ भने त्यो दिवा सपना मात्र हुन्छ, त्योबाट कुनै पार लाग्नेवाला छैन। गणतन्त्रवादी शक्तिहरू एक हुनेछन् र तिनीहरूलाई लखड्नेछन्। मेरो बसन्त भुजेल। हजुर हजुर राजनीतिक नियुक्ति मुद्दाबाट जोगाउने, भ्रष्टाचारबाट जोगाउने पार्टी गणतन्त्र बढ्यो भने त्यसबाट आम नागरिकहरू असन्तुष्टि छ क्या, अनि त्यसलाई कसरी लिनुहुन्छ त? हातको क्यान्सर भयो भने उपचार गर्ने हो, हातै काटेर फाल्ने होइन। गणतन्त्रको विकल्प भनेको गणतन्त्र हो, त्यसलाई सुदृढ कसरी गर्ने त्यतातिर सोच्नुपर्छ। हो, अहिलेको परिप्रेक्ष्यमा केपी ओली जस्ता जो अवसरवादीहरूले यो राज्यको चरम दुरुपयोग गरेर आफ्ना नातेदार, आफ्ना इष्टमित्र अरे जुन किसिमले राजनीतिक नियुक्ति गर्ने, त्यो पोलिटिकल पावरको मिसयुज गरेर जुन किसिमले जनतालाई वितृष्णा भएको छ, यो व्यवस्थामा त हामीले हरेक वर्ष, हरेक 5 वर्षमा जनतालाई त्यो अवसर हुन्छ राम्रा नेता छान्ने। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जब पहिलोपटक सरकारमा आयो, तपाईँले देख्नुहुन्छ गरिब जनताको ऋण मिना गरेको थियो। दोस्रो कार्यकाल हामीले लोड सेडिङ अन्त्य गऱ्यौँ, तेस्रो कार्यकाल भ्रष्टाचारीहरूलाई जेल कोच्यौँ। भनेको माओवादी केन्द्र जस्तो जसको नीति उसकै नेतृत्व भनेर हामीले त्यसै भनेका होइनौँ। हामीसँग एउटा त्यो विचार छ। यो देशमा हेर्नुहोस्, ऊर्जा सङ्कट त्यस्तो थियो, ऊर्जा सङ्कटलाई हामीले 18 घन्टाको लोड सेडिङलाई हामीले अन्त्य गऱ्यौँ। त्यो अन्त्य भए पश्चात अरबौँ खरबौँमा घाटामा गएको लोड सेडिङ नेपाल विद्युत प्राधिकरण नाफामा आयो। आयल निगम गएको कार्यकाल जुन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा आयल निगम नाफामा आयो। भनेको यस्ता जुन संस्थाहरू छन्, जुन सरकारी संस्थानहरूलाई यिनीहरूले भ्रष्टाचारको अखडा बनाएर नीतिगत भ्रष्टाचार गरेर जुन किसिमले यसले चाहिँ जनतालाई निर्देशन दिएको, त्योबाट म जनतालाई, आम जनतालाई म के अपिल गर्न चाहन्छु भने 2084 को निर्वाचनमा तपाईँहरूले 2064 सालमा जस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तपाईँहरूले भोट दिनुहोस्, पहिलो पार्टी बनाउनुहोस्। यो देशमा सुशासन, त्यसपछि गएर हरेक कुराका यी विकृतिहरूलाई हामीले अन्त्य गर्नेछौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले परिकल्पना गरेको गणतन्त्र भनेको अहिले प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली। यहाँ त पैसा हुनेहरूले चुनाव जित्ने भए। यसका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले जब संविधान घोषणा भयो त्यतिखेर हाम्रो पार्टीले नोट अफ डिसिसन राखेको छ। त्यो एउटा आरोप मात्र हो। हिजो आन्दोलनमा त्याग गरेको, बलिदान गरेको उहाँहरूको त सँगसँगै लड्नु भएको थियो नि। उहाँहरूको क्षमताले दिएको, कसैले निगाहले दिएको होइन। उहाँहरू आन्दोलनमा भूमिगत हुनुहुन्थ्यो। हिजो उहाँहरू आन्दोलन गरेर मरिन पनि सक्नुहुन्थ्यो। जुन यो आरोप लागेको छ यो त प्रश्न भइसकेको छ। तपाईँले इङ्गित गर्न खोज्नु भएको होला, कमरेड रेणु दाहालप्रति इङ्गित गर्न खोज्नुभयो होला, कमरेड बिना मगरप्रति इङ्गित गर्न खोज्नुभयो होला। यो कुरा त टेस्टेड भइसकेको छ। जब खानेपानी मन्त्री बिना मगर भएपछि मेलम्चीको काम कसरी अगाडि बढ्यो, कसरी मेलम्चीको परियोजना चाहिँ सम्भव भयो। यद्यपि यो नेचुरल डिजास्टरको कारणले गर्दाखेरि यसलाई रिस्ट्रक्चर गर्न पर्यो, त्यो फरक बाटो हो। तर तपाईँले हेर्नुहोस्, आज भरतपुर एउटा नेपालको मुटु, नेपालको सहर, त्यो कति डेभलपमेन्ट भएको छ। हरेक कुरामा, सडक सञ्जालदेखि लिएर शिक्षा, स्वास्थ्य, रोजगार, हरेक कुरामा, कृषि, पर्यटन, यी सबै कुरालाई चाहिँ कसरी अगाडि बढाएको छ भनेको तपाईँ एउटा मिडिया कर्मीको नाताले म तपाईँलाई, जनता, नेपाली जनताले तपाईँले सत्य बताइदिनुपर्छ। के कुरा सत्य बताइदिनुपर्छ भने जति पनि पालिका स्थानीय तहहरू नेकपा माओवादी केन्द्रले जितेको छ ती पालिकाहरूको डाटा लिनुहोस्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले जितेको स्थानीय पालिकाहरूमा उत्कृष्ट काम गरेको छ र हरेक पालिकामा त्यो काम गरेको छ। काभ्रेको महाभारत गाउँपालिकामा हेर्नुहोस्, युवा मेयर हुनुहुन्छ, नगर प्रमुख हुन्छ, उहाँले त्यही किसिमको काम गर्नुभएको छ। देशैभरि जहाँ चाहिँ स्थानीय निकाय माओवादीले जितेको छ त्यो ठाउँमा केही न केही फरक किसिमको काम जनताले अनुभूत गर्ने खाले काम भएको छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हिजो हामी 64 सालमा चुनाव लड्दै गर्दाखेरि हामी सङ्ख्यामा धेरै थिएनौँ। आम नेपाली जनताको विश्वास, उहाँहरूको बलिदान, उहाँहरूको विश्वासले चाहिँ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र झन्डै 2/3 नजिक थियौँ। हामी पहिलो पार्टी भएका थियौँ।
र मलाई विश्वास छ अबका युवाहरूले पनि यो सोभि निर्वाचनबाट पनि तपाईँले देखिसक्नुभयो नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अखिल क्रान्तिकारीका साथीहरूले जुन किसिमले उत्साहजनक किसिमले मत प्राप्त गरिरहेको छ आजका युवाहरूले पनि त्यो कुरा बुझेका छन् र जो निम्न स्तरका जो गाउँमा बस्नुभएको छ जसले चाहिँ धेरै कुरा बुझ्नु भएन उहाँले पनि बुझिसक्नु भएको छ वास्तवमै जनताको पार्टी भनेको त माओवादी केन्द्र मात्रै रहेछ यो पार्टी नै सुशासनको पक्षमा रहेछ भनेर उहाँले बुझ्नुभएको छ त्यसकारणले मलाई आशा छ म तपाईँहरूको लोकप्रिय मिडिया मार्फत म यो अपिल गर्न चाहन्छु सम्पूर्ण नेपाली जनतालाई म यो अपिल गर्न चाहन्छु 2084 को निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलाई अत्यधिक बहुमतले तपाईँहरूले विजय गराइदिनुहोस् त्यसपछि तपाईँहरूले देख्नुहुन्छ यो देशमा गणतन्त्रको फुलहरू कसरी फुल्छ यो कुराहरू गणतन्त्रले कसरी जनताका हक अधिकार सुनिश्चित गर्छ कसरी देशको विकास हुन्छ भन्ने कुरा तपाईँहरूले देख्न पाउनुहुन्छ किनकि हामी जब जब सरकारमा गयौँ यो कुरा टेस्टेड भइसकेको छ माओवादीले जब सरकारको नेतृत्व गरेको छ हामी सफल छौँ प्रधानमन्त्रीलाई भारत सरकारले सहयोग गरेको कुराहरू पनि उठिरहेको छ अब त्यो विषयमा उहाँहरूले नै जानुन् हैन यदि कुनै पनि शक्तिले देशी विदेशी कुनै पनि शक्तिले सहयोग गर्छ भने त्यसका विरुद्ध नेपाली जनता लड्न काट्नु छ